नढाँटिकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने नै मलाई लाग्छ। बज्दैन, धेरै ठुलो अप्ठ्यारोमा जान्छ। अब बिस्तारै माओवादीले पनि विगतमा कहाँ हामीले चुक गऱ्यौँ, कहाँ कमी भयो, हामी आत्मसमीक्षा गर्दै पनि छौँ र त्यो समीक्षासहित फेरि अगाडि बढ्ने जमर्को गरेका छौँ। अहिले बिस्तारै त माथि माथि बस्नेहरूले नपत्याए पनि जनताले चाहिँ बिस्तारै बुझ्न थालेको देख्छु म चाहिँ। हामीले धेरै मेहनत नगरेका ठाउँमा पनि काङ्ग्रेस एमाले एकातिर, माओवादी एक्लै एकातिर हुँदा जतासुकै प्रतिस्पर्धामा हामी जितेका छौँ अहिले। अनि माओवादीले पहिलो सरकार, दोस्रो सरकार, तेस्रो सरकार हुँदा राम्रो बाहेक नराम्रो काम गरेकै छैन भन्ने कुरा बिर्सेर काङ्ग्रेस र एमाले जो भ्रष्टाचारमा लिप्त छन्, भ्रष्टाचारलाई बचाउनै बनाएका हुन् त्यो सरकार। मैले त खुलेआम भनेको छु नि, सदनमै भनेको छु, यो सरकार डरबाट बनेको हो। अब आफू पनि पर्ने बेला आउनै लाग्यो भन्ने लाग्यो उहाँहरूलाई। त्यसो भएर बनेको सरकार हो यो। के सुशासन दिन बनेको सरकार हो र यो? अनि यसले सुशासनको आशा गर्ने? त्यसो भएको हुनाले यो कुरा हामीले पहिला आफूले त्यसलाई राम्रोसँग आत्मसात गर्ने र जनतालाई बुझाउन जरुरी छ। अब नसक्ने हो भने हामीले त्यो कुरा नबुझ्ने, त्यो कुरा स्थापित गर। अहिले मैले त्यहाँ भन्दै थिएँ पुस्तक विमोचनमा, जनयुद्ध र जनआन्दोलन मिलेर शान्ति सम्झौता भएर गणतन्त्र आयो। तपाईँ अहिले पनि पाठ्य पुस्तकहरूमा हेर्नुभयो भने माओवादीलाई चाहिँ पहिला पहिला सामन्तहरूले दलित चाहिँ अछुत भने जस्तो माओवादीलाई अछुत ठान्छन्। त्यहाँ पाठ्यक्रममा कहीँ माओवादीको सकारात्मक कुरा चाहिँ आउला कि भनेर थरथर काम्छन् यी आफूलाई चाहिँ मूलधार ठान्नेहरू। हामीले त्यहाँ लडाइँ जति लड्न पर्थ्यो त्यति सकिएन। किन हुनपर्ने त? अहिले माओवादी अनुसारको पाठ्यक्रम हुनपर्ने, यो परिवर्तन उसले ल्याएको भएपछि नीतिहरू पनि त्यो अनुसार बन्नुपर्ने, किन बनेको छैन भन्ने कुरामा ध्यान जान जरुरी छ।